वेलकम टु माई युट्युब च्यानल। अनि म अगाडि आउँदा भन्नु। अब हामी चाहिँ हाम्रो च्यानलमा तपाईँलाई स्वागत गर्न चाहन्छु। हाम्रो च्यानललाई तपाईँले लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, सेयर गरिदिनु होला। आज हामी पोखरा जाँदैछौँ। अब हामी पोखराबाट पोखरा हुँदै लुम्बिनीबाट हामी घुम्दै जाँदैछौँ। तपाईँलाई रमाइलो दृश्य देखाउँदैछौँ। हामीलाई साथ दिनु हुँदैन हाम्रो अनिल मल्ल छन्। उहाँलाई हेलो गरिदिनु होला। उहाँ नै हो हाम्रो सारथी ड्राइभर होइन। अब हामीले तपाईँलाई फर्स्ट राउन्ड हो। तपाईँलाई हामी रमाइलो गर्दै भिडियो देखाउँदै लाँदैछौँ। हामीलाई साथ दिनु होला है त। ल गाइस, पोखरा जाने बाटो चाहिँ यस्तो छ, खतरा बनाएको छ अहिले। एकदम पिच एकदम राम्रो छ, पहिलाको भन्दा एकदम राम्रो। घुम्ती भए पनि एकदम राम्रो छ बाटो। हामी पोखरा जाने बाटो चाहिँ खत्रै छ, सबै पिचै खत्रै हो। ल गाइस, हाम्रो यो युट्युब च्यानललाई तपाईँले एकदम हेरेर राम्रो प्रतिक्रिया दिनु होला, हेर्दै जानु होला, बिचमा नछोड्नु होला गाइस। कस्तो खाजा खाने हो र बेलामा कोही बेला फेरि भर्खर चढेको होइन क्या, कस्तो म फेरि खाली पेटमा पुरा पोखरा आइपुगिसकेका छौँ। पोखराको रमणीय दृश्य तपाईँहरूलाई हामी देखाउँदै जानेछौँ। त्यो चाहिँ पसल हो, हेर्दै जानु होला। रमाइलो दृश्यहरू हेर्दै जानु होला। ल गाइज, पोखराको रमणीय दृश्य हेर्नु होला। हामी एकदम पोखरामा बिहान उठ्ने बित्तिकै हामी पोखरा घुमिरहेछौँ। एकदम रमाइलो दृश्य छ। बिहान हामी पानी पर्न आँटिरहेको थियो, पानीमा झमझम पानी हल्का पानी परिरहेछ। एकदम बिहान 9:30 बजीको दृश्य हो साथी हो यो। हामी चाहिँ हल्का कपडा किन्न ओर्न भनेर निस्केका छौँ। हामी अब चिया खाएर हामी एकदम रमाइलो गर्दै हामी यहाँ घुम्दैछौँ गाइज। पसलहरू यस्तो छ, पसलहरू राम्रो छ, एकदम राम्रो छ। पसलहरू सफा छ, अरूभन्दा पनि सफा छ कि पोखरा भनेको एकदम सफा सुन्दर। पोखरा त साँच्चीकै पोखरा नै रहेछ, माछा पुछ्रे। मैले चाहिँ ठ्याक्कै साथीलाई भिडियो खिच्न दिएँ होइन। मैले एकदम एक्साइटेड मोडमा थिएँ। मलाई एकदम भिडियो गर्न मन लाग्यो, त्यो एउटा साथीलाई मैले मोबाइल खिच्न दिएँ। हेर्नु है गाइज, म कस्तो देखिरहेको छु, ह्यान्डसम छ कि छैन हेर्नु है गाइज। कपाल हेर्नु मेरो साथी हो। ल ताल डन्ड आयो है, ताल डन्ड आयो। ल गाइज, खत्रै छ गाइज। ल रमाइलो भइरहेछ। हिजो राति आइयो, हिजो 6 बजी हिँडेर पनि 1 बजी पोखरा आइपुग्यो। पोखरामा गाडी राम्रोसित चलायो, रमाइलो आइयो अनि रमाइलो भयो। अझै रमाइलो गर्नुपर्छ अझै। पोखरा एकदम रमाइलो। अझै सबको के छ भनाइ? चिल रमाइलो गर्ने हो, घुम्ने हो, खाने हो, बालीलाई भोट हाल्ने हो, नेपाली घाँटी बुझाउने हो। ए ल सर, ल ठिकै छ। ल विवेक सर, ल क्यामेरा हजुरको लागि थ्याङ्क यू सो मच अनिल सर, तपाईँले यति सहयोग गर्नुभएकोमा थ्याङ्क यू सो मच। अब हामी चाहिँ घुम्दैछौँ फिर्दैछौँ। अझै रमाइलो दृश्यहरू तपाईँलाई हामी देखाउँदै जानेछौँ। हेलो हाम्रो यस भ्लगमा तपाईँले हेरेर साथ दिनुभएकोमा धेरै धन्यवाद भन्न चाहन्छु। हामी चाहिँ अब अहिले कहाँ आइपुग्यौँ भनेपछि यो ठाउँको नाम चाहिँ के होला? यो ठाउँको नाम के हो? लेक साइडमा हामी घुमिरहेछौँ। बन्द भइसक्यो भने कस्तो
एकदम मैला रहेछ यार 8 बजे बन्द हुन्छ थाहा छैन तिमीलाई चाहिँ पुलिस आइसक्यो हेलो फिल्म यही हो अब अहिले आकाशमा पुरै उड्न पाइन्छ हावा भनी काम भइरहेको छ यहाँ हेलिकप्टर यहाँबाट कस्तो यो चाहिँ यो बिल्डिङ उडाउने तयारी हुँदैछ साथीहरू यहाँ अब बिल्डिङ उडेर हामी माथि 3000 4000 5000 फिट माथि हामी जाँदैछौँ त्यसको लागि हामी हेर्दैछौँ अब यो बिल्डिङ चाहिँ हावा भनी कार्य भइरहेछ यो हावा भनिसकेपछि चाहिँ बिल्डिङ हाम्रो पाइलटहरू हुन्छ पाइलटले हाम्रो माथि हुनुहुन्छ हेर्दै जानुलाई एकदम रमणीय दृश्य देखाउँदैछौँ हामी माथि गएपछि एकदम रमणीय दृश्य हुन्छ त्यो बादल माथि बादलमाथि पुग्छौँ हामी बादलमाथि पुगिसकेपछि सट्ट सूर्य चन्द्रमा के अरे सूर्यको प्रकाशसँगै हामी टक्क रमणीय दृश्य देख्दैछौँ गाइज सबैले हेरेर साथ दिनु होला है गाइज हामी उडिरहेछौँ है यो बिल्डिङमा सर बिल्डिङमा हामी आकाशमा उडिरहेछौँ अहिले आकाशमा उडिरहेछौँ भिडियो अब हामी यसमा चढेर जान्छौँ माथि चढेर पुरै घुम्यो ठुलो छ बिल्डिङ कत्रो छ कत्रो छ बिल्डिङमा बसेर स्वयं जाने हो हजुर हजुर न Okay, would you mind let's take a picture for me, sir? Thank you, Tower. 9 number Victor. Let's take a picture. Am I blocking the number? No, you're not that big.
हामी चाहिँ बेलुङ माथि छौँ बलुन बलुनमा बारीको पाडामा यसरी तानेर लिएर जाँदैछ हामी त कहाँ जान्छ